फेरि पनि स्वागत छ सबैजनालाई मेरो आजको डे 7 मिनिङ ब्लगमा। आजभोलि चाहिँ मैले भिडियो खासै बनाउँदिनँ किनभने हजुरहरूले मेरो भिडियोलाई माया नै गर्दिनुहुन्न। मैले भिडियो बनाएर के फाइदा। अनि आजको काम चाहिँ मेरो घरको काम मात्रै थियो। मेरो यति धेरै काम थियो नि, तर म काम गर्दा गर्दै चाहिँ मेरो समूह बस्नु पर्ने भयो। अनि आजको समूह चाहिँ म चाहिँ दलितसम्म बसेको छु नि त, सो त्यो समूह बस्नको लागि गएँ। समूहको लागि गएको त पैसा नपुगेर हैरान भएको थियो, तर यताउति पैसा पुगाएर गएँ। तर मलाई यति धेरै झ्याउ लागेको थियो नि, सो घर आएको त यति धेरै कपडा थियो। मैले जादुले नै यस्तो दामी बनाइदिएँ कि यो चाहिँ मेरो रुम हो, म सुत्ने बेड हो, मेरो घर मेरो कोठा यस्तो छ। कस्तो छ हजुरहरूलाई मनपर्छ कि पर्दैन कमेन्ट गरेर। सो यति धेरै कपडा थियो कि यति धेरै कपडा थियो, त्यसो मैले तपाईँलाई चाहिँ धोको देखाइनँ। त्यसपछि म गएको थिएँ घुम्नको लागि, सो त्यो चाहिँ नदेखाऊँ भनेर देखाइनँ। सो आजको लागि चाहिँ यति, अरू भिडियोको लागि चाहिँ भोलि वेट गर्नु होला। ओके बाई।